हेलो एभ्रिवान नमस्ते। आज चाहिँ होइन म आज नुहाएर अनि कपाल चाहिँ मेरो यस्तो हुन्छ नुहाएपछि। अनि मैले नुहाउँदाखेरि चाहिँ के अरे सनसिल्क स्याम्पू र अनि एलोभेरा लगाउँछु होइन। सबैजनाले सोध्नुहुन्छ नि त के स्याम्पू युज गर्नुहुन्छ भनेर। अनि एलोभेरा र सनसिल्क स्याम्पू युज गर्छु। अनि नुहाएर चाहिँ अनि मैले चाहिँ मेरो कपाल चाहिँ हल्का कर्ली हुन्छ कि नुहाएर उगाएपछि चाहिँ। अनि मैले यस्तो पोको पारेर राख्छु होइन आधी घन्टा चाहिँ। अनि यसरी खोलेपछि चाहिँ मेरो कपाल सिल्की हुन्छ कि। मैले चाहिँ कपालमा चाहिँ कहिले पनि तेल चाहिँ लगाउँदिनँ होइन। तेल लगाउँदिनँ। अब जाडो महिना कहिले कहिले चाहिँ तेल यस्तो पसलको तेलहरू चाहिँ युज गर्दिनँ। त्यो युज गऱ्यो भने तोरीको तेल यसो टाउको दुख्छ नि त। अनि त्यति बेला चाहिँ हल्का हो, नत्र म तेलै लगाउँदिनँ। तेल लगायो भने मेरो कपालै कस्तो लट्ट पर्छ अनि त्यो मन पर्दैन।